कति बजे पुगिन्छ भाइ हामी? 1 बजीतिर 1 बजे बालाघाटको यात्रा हाम्रो कन्टिन्यू गयो भने कन्टिन्यू बिचतिर त बस्नुपर्छ होला नि। खाजा खानु खाजा तपाईँले नउठाएको भए त मेरो गाडी छुट्यो। कस्तो निन्दा लागेर सुत्नु नर्नु। उसले त फेरि चाउमिन खान्छु भन्दैछ त बनाउँदैन होला है चाउमिन चाउमिन पनि बन्छ तर थुक्पा खाने भन्ने थाहा भएन। होइन उ त्यसले चाउमिन खान्छ बाङसिला भन्ने ठाउँमा खाना खानु आँट्यो नयाँ ठाउँ अझ पहाडको यात्रामा नयाँ ठाउँमा आएर बाङसिला भन्ने ठाउँमा आएर खाना खाने ठाउँ बाङसिला खोटाङ्गे नयाँ खाजा खाँदै खाना खाँदै कलरफुल खोटाङ Bulan ini
हाइट कम भएन चाहिँ लकडी उता नै आउँछ त्यसलाई त्यो हराउनु पर्यो यो पागल फेरि आएर राजन जयगाउँमा आइपुग्यो अनि स्पेसल खसीको भुटन अनि दाजु के चिउरा बालङ्खाको के अरे इस्कुसको जरा अनि के अरे यो खोइ के हो यो बनेको होला हौ यो स्पेसल चिसो छ बजारभरि नभेटाएको यहाँनिर मात्रै भेटायो अचम्मै भयो अनि खुसी वी आर ह्याप्पी के गर्दैछ अहिले म ल धन्यवाद दुईटा तिनटा चारटा पाँचवटा तर किचन चाहिँ कति राम्रो भएछ क्या यो त माथि मात्रै माथि गर्नुपर्ने हो तर यसको यहाँ माथि सिलिङ गरेपछि माथि यो चाहिँ हाम्रो माइला बडाको क्या माइला बाजेको हाम्रो घर जाने बाटो चामल अलिअलि उसिन्यो अनि कोदोको पिठो लगाएर खोले केही बाटो थियो पहिला बुढो यहीँ गएको रहेछ जोगे भएर चाहिँ कहाँ छ खोइ जोगे भएर ऊ हराइ बन्ने उति यो हो चिलाउने घारी सबै भइसक्यो यो जोगे भएर त झोरालो थियो त नि पहिला त नि जम्मा झोरालो मैले घरको माथि त हामी हाम्रो घर आइपुग्न आँट्यौँ गाउँ जन्मेको घरमा हाम्रो नाक्छोङ दाजुलाई लिएर यस्तो छ अनि के अब यहाँ हिँड्नुहोस् दाजु आउनुहोस् अनि यो सबै जङ्गल बनाइसकेछ अनि के चाहिँ गर्छौ हजुर अब भाइरल बनाउनु आदि सिक्यो यो फेरि हात बाँधेको त नपठाए फेरि काकीले मार्छ गाली मात्रै गर्नुहुन्छ पनि गाली गर्छ भन्दै कराउँदै हुनुहुन्छ बेलुका मात्रै खान्छस् भने अलिकति खा त्यहाँ भित्र पस्नुभन्दा पहिला हाम्रो देवालले उ गर्नुहुन्छ त्यहाँदेखि मात्रै Rake kong sumda ya sa samulo yang kang chamata ton thako de sang kang ton bu bida sonda chula chaukada angku बड्डै बड्डै वालुङ सानुङ त chikin kuang kinda angku udana mulo nulo angku udana choko choko bat ma chawa dharang chawa paku chawa la pauni angku duga angku solawa angku min laka hangcha chachi mo tayang udana chikin film kuang kinda udana mulo chula chaukada mo tayang udana 하나님 도 갖고 마망 깊고 마망 그저 주민만 자사 복사하네 우다나로 벌어도 마 사카도 사이다 우다 은고다 데비 데우타 지아차 벌어 사카 포사카 지로도 우다나로 가자이 은고 부타 버레타 차두카 토마치마고니 은고다 누로군로 은고 데키나
उनको उदाहरण बादमा काटमा उनको पन्था पर्दै सतर्क मता हाम्रो छ उदाहरण मलो खिलामा लामाङमा चिसा मलो कता कोही पन्था पर्दै समङ सानो पमाची साखा पमाची उले उनको उदाहरण मलो खादा खोजी त सात समुद्र खादा यहाँका मतायाङ उले उनको छेनबी नमस्ते गर्नुपर्छ हाम्रो 3 चुला हो यो छिनबी अलिक अगाडि अगाडि आउने सोनता मतायाङ उले मलो त्यताबाट खिच्न उनीहरू पन्था प्रदेश आएको छ दिवादीमा चाहिँ मिटिङ किन उता मता किन उनको बल दोषी शाखा दोषी हो उता बल छ शाखा छ तपन लालो न हाम्रो खाना बोलो उनको हाम्रो नंस तानी हाच तानी बोलो उता न बोलो बल तपनचम शाखा तपनचम लालो न बोलो उनको दिवाची दिमा चियान पाकुना मुक्तिमा छ बोलो उनको बलमा पर आफला कुपला म सन्धि खाना छ पन्था प्रदेश आएको मिटिङ है है उनको दा उनको दाना अनन्तको वर्ष मेन्दा खाजा देखा वर्ष त ततानो रक्ष छेमा लिने उनको कासाकुङ ताबाकुङ उनको लापा दुबा उनको तनमलो बुवा हावा लापा उनको सलवा हलन्दी लापा उनको दा चोखेनी हुन्छ माकोलेन सिन्टु दवा आइ मालुम त दुम चम्नी किराउ मिल्की त दापमा काट्न माग्ने रच दिमा छु उनको कुनङ बुकीमा छु पहिलाको जेनेरेसनहरु चाहिँ बाटो थियो अरे बाटो पनि भाइसित अन्त चाहिँ देश देशमा पनि घुम्यो पहिला पानी चिनियो चाहिँ बाहिर खाटमा चाहिँ पनि दामान खाइन्छ आर्मी कि खोजी अस्ट्रेलिया जर्मन जापान भित्रभित्र म तल म मुदा चाहिँ म खाइसकेको पाउडर पनि रहेछ नि त त्यो विद्यार्थी विश्वमा पनि जानु अब अहिले चाहिँ मैले रोपेको त्यो पनि तोरी यिनीहरू कहाँ अन्तरे बडाको सिमेट्री साफसफाइ गर्नु अहिले अब केन्द्रमा झर्दै गरेको हामी यहाँतिर नियरली 1 आवरको हुन्छ त्यहाँनिर उयो गर्नु खिल्लाकुरु निस्केर अनि मैले 4 मा नहगेको त्यहाँ के अरे त्यो हुकुम के सबै जङ्गल भएछ है अब सबै अब के अरे गाउँ छोडेर अब हामी भाग्यौँ हामी अब फेरि गाउँ अभियान चलाउनु पर्छ है तर लडी झर्छस् त्यो त दाजु बस्छ यो मातेको छ अब यो मातेको छैन केटीले त भेट्दैन रे ल भेट्दैन अलिकति म भन्छु ल पहिला चाहिँ किराँत राज्य थियो नि त राईहरूको राज्य पहिला यहाँ पनि बसेको अरे क्या यो यहाँ मुनि त ठुलो खाल्डो बसेको यो हो किराँत राज्य हुँदाखेरि यहाँ हेर्ने भने यहाँ को यसले त पुरा पाराले हुँदो रहेछ जियो बत्ती छ लोङसुमिमका खन्चिनाना चावा चाहिँ पनिङनी खन्ची हेङमा वा नगान हो खाचा सिप्ताङ याङ बड्दै बलपा अनि बल पनि नानकेनका हाम्रो छाची हाम्रो नातिची कुवाची दक्ष बुवादा झा राख्दा खन्ची ओकु आई हाम्रो खिम्दा तानका किनना चावा नपयाङ हुने जेठा दाजुआ खन्चिनाना आनकेनका छन् दाजुआ चौकदा विनका के हान्ती इनका मन्यो नै बाङा ठिकै छ म होइन ठिकै छ ल ए राकेश तैँले पनि खै ल राकेश तैँले एउटा मात्रै हो त मनको कन्सेप्ट पुऱ्याइदिनु भने यसो भन्नु है यो चाहिँ हाम्रो जन्तरे बडाको सिमेट्री यसो धुप बाती बाल्ने कार्यक्रम दाजुबाट हुँदैछ हाम्रो घरदेखि अलिकति तल यो चाहिँ हाम्रो दिनेश भतिजको घर दिनेश बान्तवाको घर हुँदै अब बागदनकोतिर जाँदै कस्तो चिसो पानी हेर
यस्तो यहाँ पानी नेचुरल पानी वेस्ट भइरहेछ हामी उहाँ त्यो उसको पानी तिरेर खानुपर्छ मधेसको पानी किनेर पार्नु एउटा सत्य हो नि यो कान्छा यो एउटा सत्य हो हेर त यो के अरे यहाँ उम्रेकोमा होङा रहेछ आफै उम्रेको पानी हो नेचुरल पानी सत्य हो यो कुवा सानो कुवा। यहाँनिर गडौलो माछा छ यहाँ यहाँनिर थियो पहिले पनि यता हो यता नभएको बेला तर यहाँ लुक्छ काका त्यस्तो देखा पर्दैन के चाहिँ लुक्छ यो लौ लौ के गर्दै हुनुहुन्छ भविनको घरमा आइपुग्यो भविनको घरमा आइपुग्यो बागदन गाउँ डुल्दै डुल्दै हिँड्दैछौँ हामी घुम्ने मात्र ए बरी सेवा लु सेवा है सेवा घुम्ने मात्र हो साइली दिदी बिचरा पाहाडतिर नि चिनाप लागेछ यही चाहिँ अलिक सबैकोमा टाइम पम्पलेटहरू देखिन्छ टाइममा भयो भने चाहिँ हुन्छ क्या गाउँको घर रमाइलो लौ लौ ल ल बस। डेमामेन छोकुमा खाँदा तल त हो अनि मलाई यहाँ खानु कि पहिला घाँस काट्न केस गर्न कोही चाहिँ माग पर्छ यहाँ खानु राइदिने भन्दैन खाना नि वाला वा एक दुई दिनमा मात्रै अनि आउनु तिमीहरू आए पो हामी पुगेर आएको कान्छी दिदी मात्रै हुन्छ बाटो मर्मत भएछ यो सिस्टम चाहिँ राम्रो छ यहाँ पहिला गाडी चढ्नु साह्रो पर्थ्यो यो 4 लाखको यहाँसम्म हो त्यति होइन होइन माथि माथि पनि छ पर नि। डम्बर अझै पनि हिँड्दै गइन्छ ट्रेनहरू बनाउनु बाँकी नै छ अझै धेरै बाँकी छ उनीहरूले यो डिभाइडर पनि दिएको छ नि त त्यो चाहिँ फाट्दो रहेछ क्या यताबाट यता शीतल हो नरेन्द्र उताको चाहिँ जो कता पनि दुईटै शीतल अनि यो एउटा डुप्लिकेट पर्यो हजुर अफिसियली चाहिँ नरेन्द्र हो नरेन्द्र नरेन्द्र नामले उनको कोकोना ह्याट्नी कोला था किन कोको छ उनको ओजना समुद्रया कोला किन ताओ ओजना उमिनमा कोप्सा खाने निकिन सुनिचावा भारसवा राफामको भन्नु छ सायद पञ्चम रिकिसा पर्छ त ओदना चासुलासी यही फेरि उ गर्नु पर्यो नि हैन यही ए यहाँको यसले गरिहाल्छन् ठिकठाक चासुलासी पहिला पहिला फार्मेसी फी मेरिटा बापा रेप दिइसक्यो दुईपल्ट माउने मावा अर्जुन चेपालिङ उनको भान्से काप्ने भित्री काप्ने 22 वर्ष दाजु क्याप्टेन हुँदा अहिले 11 वर्ष भयो जिआरईमा चाहिँ जिआरीमा पो त हजुर परतिर त नोकर त थुप्रो 27 वर्ष गरेको त 27 वर्ष बुढोको डबल पेन्सन हो नि हरानी छ नि यहाँ त पैसा खै खाँदैन कसरी पैसा झार्ने भन्ने पो धेरै वर्षको पर्खाएपछि हाम्रो गाउँमा पनि बिजुली झरेको छ यो पहिलोपल्ट मेरो पाहाडमा बिजुली भएको अनुभव
आज हाम्रो पूजा थियो यहाँ दाजुभाइहरू छ है फेरि गाउँको एक कप मात्रै काकाले खाएन एक कप हो यस्तो ढाँट छ के तिमीहरू एक कप मात्रै नढाँट बनेको मैले कान्छी अघि क्या काजी दाइले भने जस्तै क्या कान्छी काकीले क्या जाँड खानुमै भन्छ भनेको त क्या काका माइजू माइजू जाडो जाडो छ है भनेर भनेर के हात अनि दालमा त 1 विक चाहिँ ठिक रहेछ अनि त्यहाँदेखि चाहिँ अलिक बोर हुँदो रहेछ मेरो त्यहाँ के अरे त्यो हो नि ब्लग यहाँ एउटा बबिन्द्रलाई यो चाहिँ पठाउनु पर्यो भात खाएर माथि जाने तर्खरमा सबै बेला भएमै अब मासतिर हाम्रो दाजुको घरतिर लाग्नु आँट्यौँ सबैको हातमा टर्चहरू रेडी भएर लाग्दैछौँ हामी लु दाजु जाउँ लु त्यहाँ देखा न अगाडि ऊ माथि ऊ दाजुहरू रातको अबाउट टु बी 10 o'clock बत्ती बाल्दै लाइट बोक्ने मान्छे पछाडि हिँड छिम्बी बरताङ आइपुग्यो भात पल्ला खाएको अनि भात खानु मिल्छ कि हिँड्दाखेरि त सास बढ्यो सबैको त्यही हो बिस्तारो जाने हो अन्धकार छ चक्कमन्न यहाँ पोखरीमा नुहाउनु भनेर आएको बाटै छैन बाटो यस्तो छ अप्ठ्यारो छ बाटो आफै बनाउँदै जाँदैछौँ बत्ती इज कमिङ डाउन कम स्लोली बाटो खराब छ फाइनली ग्यास आइपुग्यो अब चिसो पानीमा नुहाइँदा हुन्छ नेचुरल उमा योभन्दा त मात्र ठुलो होला हौ काका व्यापारीकोमा माछा खोज्ने तरकर पनि हुँदैछ हाम्रो भाइले हेरौँ माछा पर्छ कि पर्दैन यहाँ खिच्दैछु नुहाइदै गरेर फेरि रिटर्न गर्दैछ बाटो अप्ठ्यारो रहेछ यहाँनिर बाटो खोज्दैछ बनाउँदै जाँदैछ स्कुल बाटो सबै हराइसकेको रहेछ हामी फर्किने क्रममा हाम्रो यो गाउँको भलिबल ग्राउन्डमा यहाँ म्याच जाँदै रहेछ म्याच जोडतोडका साथ चलिरहेछ दाजुहरू पनि आइपुग्नु भयो बालङ्गासम्मको आज हाम्रो बजार भन्ने ग्रुप यहाँ दाजु आउनुहुँदैछ अच्चो बालङ्गा पुग्न आँट्यो हामी दुईजना अलिक कमजोरी छ दुईजना स्याहार्दै ल्याउँदैछ बिराइमा मान्छे आइपुग्नु भयो
आइपुग्यो बजार फागु पूर्णिमा पढ्नु हिँडेको है अन्त खुङ्खाबाट ल भयो त्यही बाटो उ लगेको अरे डेरे काकाको छेउमा चाहिँ हाम्रो ठुलो ट्याङ्की छ लाग्छ त काजीले कहाँ धुरीमा लगाएको टिका कसले लगाइदियो अनि सबै धुरी नै छ अनि कता लगाओस् त जिनियरले लगाइदियो फागु पूर्णिमाको दिन ल फागु पूर्णिमाको दिन बालङ्खा आइपुग्यो हावा खाँदै खाँदै भिड छ बस पनि आइपुगेको छ सब जेन्जीहरू होली खेल्दैछ होलीको चहल पहल रहेछ होली खेल्दैछ दोकानहरू पनि भिडा छ भिडभाडका साथ चलेको मिस पनि आउनुभयो खोला पुगेर बाटै छैन त्यहाँ बाटै छैन त्यही भएर हामी फर्केर आएको पर लामखामसम्म कतिखेर आइसक्यो अघि हो सकेन बजार भरेर बालङ्खा बजार बालङ्खा आइसकेपछि सबै दाजुभाइहरूलाई भेटघाट भयो रमाइलो भइरहेछ अनि हाम्रो किरात राई यायुखाको नेपालको अध्यक्षसँग नै भेट भयो खुसी लाग्यो सबैसँग भेट भयो अनि यहाँ बसिरहेको छु रिता बहिनीको घरमा राम्रो घर छ होटल पनि हो रेस्टुरेन्ट टाइपको पनि हो होमस्टे पनि हो रिता बहिनीको घरमा छौँ है हामी त साह्रो परेको चाहिन्छ मद्दत गर्छौँ साङ्केतमा पनि आयो होइन अब हामीले गर्नु सक्ने मद्दत गऱ्यौँ अनि बस्यो हामीसँगै त्यस्तो हुन्छ नि तर युनि जानुपर्ने चाहिँ उसको लङ्कै थियो तर हामीसँगै बस्यो अब मेरो घरमा दाजु त नि कहाँ आयो होइन नबोल्दै अब भान्जीले म त गिफ्ट फ्रास छु क्या ऊ पनि के अरे अनि किन ऊ नगरेको त नि गाईहरूसँग किन अप्ठ्यारो मान्नु हामी त एउटा ऊ हो परिवार हो बजारमा गऱ्यो है बालङ्गादेखि घर फर्किँदै हामी आइपुग्यौँ पुग्न आँट्यो है घरतिरबाट यस्तो अफरोड भए पनि आज पाहाडको बसाएपछि धरान फर्किने क्रममा अगाडि बस्छु
रेडी धरानको यात्राको लागि।